व्हाट्सअप गाइज तपाईहरुलाई मेरो न्यू ब्लगमा स्वागत छ। हेर्नु अहिले चाहिँ यहाँ आलोकको यो चाहिँ मैले नै भयो। हेर्नु यो चाहिँ रेयरेस्ट हो ओल्ड फ्री फायरको इमोट यो र अनि यो हेर्नु त। अनि गाइज यो वाला इमोट चाहिँ मेरो पर्मानेन्ट हैन गाइज, यो इमोट र यो इमोट चाहिँ पर्मानेन्ट हो। अब हेरौँ न पछि कुन इमोट पाउँदो रहेछ गाइज। अहिले चाहिँ हामी लोन वुल्फ खेल्न लागेको। हामी लोन वुल्फमा हेर्नु है त वान ट्याप हान्नुपर्छ है त गाइज, वान ट्याप हान्नुपर्छ। गाइज जो यो च्यानलमा न्यू आउनु भएको छ प्लिज लाइक सब्सक्राइब अनि शेयर गरिदिनुहोस्। अनि को रोनाल्डोको फ्यान हो, को जॉन सीनाको फ्यान हो सब्सक्राइब गरिदिनुहोस्। रोमन रिङ्सको फ्यानहरु पनि, मेस्सीको फ्यानहरु कमेन्ट। गाइज अहिले चाहिँ अब कति बेला अब लोन वुल्फको ब्याटलमा पुग्छौं। गाइज हामी चाहिँ भन्दा नै पुगिहाल्यौं। गाइज अब वान ट्याप हान्नुपर्छ है त, जहिले हाम्रो मनको गर्न दिनु के। ओहो M1887 डेजर्ट इगल। गाइज म चाहिँ डेजर्ट इगलले खत्रै हान्छु। डेजर्ट इगलले जित्ने ट्राई गर्छु। गाइज खोइ त म यहाँबाट हेर्दाखेरि पनि पाएन, यो गनले हान्। ओहो गाइज मैले देखेँ त्यसले। गाइज वान ट्याप ड्याङ। खतरा रहेछ अलि सर्सियानो पारामै त गाइज, साउन्ड अलि ठुलो भयो। 30 को ड्यामेज लागेछ त्यसलाई गाइज। उता टाढादेखि सोधिदिएको। ओहो ओ गाइज पछाडिबाट हान्यो। गाइज कसरी हान्दैछ है त। रोक्नु यो गन हतार यो गनले हेर्नु। गाइज यो वाला गनमा चाहिँ हेर्नु गोल्ड वाला र्याप छ। अनि मैले नि ग्लोबलको स्किन ओल्ड प्लेयरहरुको हो त्यो चाहिँ। गाइज छैन त उता। गाइज वान ट्याप हान्नु दिइरहेको है त वान ट्याप। यो गर्ने जित्दिन्छु गाइज म यो राउन्ड। गाइज अघि नै किन त्यो हानिरहेको यो गन राम्रो चलाउन आउँदैन होला त्यसले गर्दा। हेर्नु अहिले पनि ड्याङ। गाइज वान ट्याप। अब चाहिँ त्यसले जित्ने भयो। बराबरमा छ अहिले गाइज। हेरौँ त जित्न सक्छौँ कि सक्दैनौँ हामी। अब कुन गन दिँदो रहेछ। प्लिज M828 नदेस्। ओ यो लाइफले खतरा मान्छ यार। गाइज यो गनले चाहिँ ड्याङ वान ट्याप हेर्नु गाइज। यस्तरी वान ट्याप हो गाइज। त्यो हेर्दा नै ड्याङ वान ट्याप दिएर भने गाइज फेरि वान ट्याप भयो त। गाइज यो राउन्ड जितेपछि चाहिँ अब हामी
वान ट्याप थ्रो। ओहो यसमा पनि वान ट्याप। यो राउन्ड जितेपछि हामी अब हेरौँ त कुन राउन्ड खेल्ने। गाइज अब अर्को भिडियोमा म CS र्याङ्कको खेल्छु। गाइज यो गनमा चाहिँ यो गनमा नि छ उत्योवाला। यो गन म खतरै चलाउँछु, चलाउन। ओहो गाइज वान ट्याप। गाइज खतरा गाइज वान ट्याप। गाइज हामीले वान ट्याप हानेर जित्यौँ। हेरौँ त लाइक गर्दै फ्रेन्ड रे। हेरौँ कति रहेछ आइडीको नम्बर लबी। गाइज हेर्नु म चलाइरहेको चाहिँ आलोक हो। गाइज कोले थाहा पाउनु भयो। तपाईँहरूलाई के लागेको थियो सुरुमा कमेन्टमा भन्नु है त गाइज। हेर्नु नत्र भयो आलोकले। अन्त प्रेजेन्टमा हेर्नु मैले चलाइरहेको आलोक हो। यो अर्कोवाला मैले जुन लगाएको छु त्यसबाट चिन्दैन क्या। अब यसमा म मार्क्स हेर्नु गाइज मसँग मार्क्स भन्छ। हेर्नु यो मार्क्स राम्रै देखिरहेछ। ओ गाइज यो मेरो अर्को आइडी हेर्नु। गाइज यो चाहिँ अर्को आइडी छ। खोइ मैले त अर्को आइडीमा जान खोजेको थिएँ, जानै सकिनँ। फ्रेन्डमा राख्दै मैले अब हेरौँ त। भर्खर फ्रेन्ड भनेको मान्छे हो, पहिले प्लेटिनियममा रहेछ। सो गाइज आजको लागि चाहिँ यति नै। गाइज यो इमोट हेर्नु रेयरेस्ट इमोट ओल्ड अनियो। Guys, अब यो guys, bye bye, tata, see you, goodbye, take care.